Good morning. Welcome to the 63 of 65 days. मेरो चाहिँ भोइस के भयो फेरि पहिलाको जस्तो टोन आएको जस्तो लाग्दैछ। अनि ह्याप्पी होली सबैलाई। अनि मेरो बिहानको सुरुवात भइसक्यो। अनि बिहान मजाको घाम लागेछ। अनि यता चाहिँ म मेरो नम्बर नि गर्न गएको। उसले चाहिँ मलाई ब्रेकफास्ट खानु बोलाउनु भएको थियो। अनि म चाहिँ ब्रेकफास्ट खानु गएँ। अनि यता चाहिँ चायहरू पिएर हामी चाहिँ नास्ता गर्नु लाग्यो। नास्तामा चाहिँ के थियो भन्दाखेरि यता आलु थियो, मसिनो आलु, अनि चाम्रे भात बनाएको थिएँ। बिहानै हाम्रो नेपालीको ब्रेकफास्टै भनौँ न यो। त्यहाँबाट आएर चाहिँ रुमको हेर्नुहोस्, रुम चाहिँ आएर यतिको सिजिल गर्नु सकेँ। अब अझै कति गर्नु छ, कता के छ केही थाहा छैन। फेरि खोताल्नुपर्छ कि घर जाँदा नि खताल्नु पऱ्यो, फेरि आएर नि खताल्नु पर्ने हुन्छ। अनि आज चाहिँ होली भएर चाहिँ मैले लुगा बाहिर सुकाएको थिइनँ, भित्र त्यसपछि चाहिँ एकछिन सिएचडी जानु थियो भनेर हामी चाहिँ लाग्यो सिएचडीतर्फ। थोरै सामानहरू किन्नु थियो, घरबाट आएर किन्नु पऱ्यो नि त सामानहरू, के चाहिने अब चाहिने सामानहरू। नि त नन सिएचडीमा छिरिहेरेको राम्रो सामानहरू थियो आजको